दर्शकबिन नमस्कार। आज मेरो न्यू भ्लगमा आज मेरो घरको भ्लग बनाउँदैछु। नयाँ घर हो, यो हो बरगद्दी घोडाई उपनगरपालिका 17 भित्र पर्छ। हेर्दै जानुहोस् साथीहरू। बन्दैछ घर फेरि। यो किचन हो, टिन लाएर रेडी भएको छ। यहाँ भित्र प्लास्टर गर्न बाँकी छ अझै, धेरै नै छ है। धेरै छ। यो माथि टिन लगाएको छ किचनमा। ढोका किचनको माथि ढोका है, ढोका लाग्छ। यो माथि निस्किने गेट हो, यो छतवन गेट। यो पानी टंकी हुँदैछ। काम प्लास्टर गर्ने काम छ, बाँकी छ। गेटबाट तल झर्ने सिँढी हो। सिँढी माथि टिन लाग्छन्। किनभने पैसा थिएन, अब ढलाइ गर्ने हुन्थ्यो। सबैले गर्छ, पैसाले गर्छ काम, पैसा नभएपछि के गर्न। यस्तो यो यता एउटा कोठा आयो फेरि, एउटा कोठा। अनि यो फेरि टोइलेट बाथरुम यो हो। अझै यता एउटा कोठा छ। अनि बाहिर यो गल्ली हो, बाहिर गल्लीदेखिको यता यो पनि एउटा कोठा हो। इन कोठा चाबी लासेछ, भित्र सामान छ, सिमेन्ट के छ, मिस्त्रीहरू राख्नु छ। अनि यो बाहिर पर्खाल हिजो लगाउनु भएको थियो मिस्त्रीहरूले, आज आउनु भएको छैन। आज कहाँ जानुभएछ, आज शनिबारदेखि बिदा लिनुभएछ कि आज आउनु भएको थिएन। यो पर्खाल हुँदैछ, यो पनि पर्खाल। यो बाहिर गेट, यो बाहिर गेट, यो फेरि भित्र गेट। यो भित्र गेट पारि मेरो झोला नि हो। अब म झोला बोक्दै मान्छे, झोला बोक्ने मान्छे म फेरि। त्यो झोला छ मेरो। त्यो फेरि बाहिर गेट। बाहिर पर्खाल पर्खाल टन्नै हेर्नु, पर्खाल ऊ तलदेखि हेर्नु, यो पुरै पर्खाल, यो पुरै पर्खाल। यता पनि पर्खाल छ। यो गेट हो, यो भित्र जाने गेट दुईवटा छ है। गेट यता र उता छ, गेट दुईवटा छ। यता जाने, यता नि भयो। यता पानी टंकी भयो। अनि यो मूल बाटो भयो। सामान छ, बल्ल गिट्टीहरू छ, गिट्टी बल्लहरू। यो पनि बाटो, यो माटो छ। यो माटो फाल्ने कुरो हो, कहिले फाल्छन् माटो छ। इन बाटो घर अगाडि हेर्नु, यस्तो छ घर अगाडिदेखि। पुरै हेर्नु, यता नि गेट छ, दुईवटा गेट थियो फेरि। यो पनि मूल बाटो बन्दैछ घर। अझै लाग्छ 1 महिना घर फिनिस हुनु लागि। ल हुन्छ, ओके बाई। फेरि अर्को
भ्लग आउँदै गर्छ, हेर्नु होला, हजुर साथ दिनु होला, अनि सब्सक्राइब गर्नु होला, लाइक अनि कमेन्ट गर्नु होला। कस्तो लाग्छ सल्लाह सुझाव पनि दिनु होला है मेरो भ्लगमा है। मेरो भ्लगको नाम हो गाउँले जीवन एउटा डाँगी हो। हप्ताको कहिले कसो हप्ताको 2 चोटि हाल्छु मैले भ्लगमा, धेरै त हाल्दैन, कहिले हाल्छु कहिले हाल्दैन, त्यस्तै चाहिँ भ्लग पनि। अब कहिले कन्टेन्ट मिल्दैन, कन्टेन्ट भेटाइ हाल्ने कुरो हुन्छ, कन्टेन्ट अब खोज्दै हिँड्ने कुरो हुन्न। अब काम पनि गर्नुपर्छ, कर्मचारी भएपछि कर्मचारीदेखिको कर्मचारी हाम्रो एउटा बोई हुनुहुन्छ, अब बोईले केटा उयो हुन्छ, अब बोईले बाजेले थर्काइहाल्नु के भन्नु, नातिले यहाँ भोटो यहाँ बोईले अब यहाँ के हुन्छ, कसलाई भिडियो बनाएर देखाउनुलाई भन्नुहुन्छ, कसले बनाउने बोई, भिडियो बनाउनु हाम्रो बोई गयो, यो तापाले बोई हुन्छ, तापाको बाजे बारी हुन्छ। यहाँ हाम्रो 2-3टा डाउनहरू यहाँ छन्, अनि यता नि हाम्रो छिमेकी यता घर छ। ल बाई।